अब अनुभवको कुरा गर्नुपर्दाखेरि म्युजिक भिडियो हो। यो गानामा सुट गर्दाखेरि अब जस गीत पनि बहिनीकै स्वरबाट गाएको छ र उहाँले पहिलो यो मसँग अभिनय गर्नुभएको मलाई थाहा थिएन लाइनमा। पहिलोपटक अभिनय गरिरहेको जस्तो मलाई लागेन होइन। पछि मलाई थाहा भयो एकदम राम्रो काम गर्नुभएको छ। जस्ट इजिली हामीले काम गऱ्यौँ। लोकेसन पनि हामीले एकदम राम्रो लोकेसनमा हामीले सुट गर्ने मौका पायौँ। त्यसले गर्दाखेरि सबै प्लस पोइन्ट भएको हुनाले गाना एउटा राम्रो बनेको छ। यो नेवारी भाषामा जुन यो गीत बनेको छ, यो गीतले चाहिँ अब नेवारी भाषाको संरक्षण गर्नको लागि चाहिँ के कस्तो चाहिँ मद्दत पुग्छ जस्तो लाग्छ? त्यो यो नेवारी भाषा चाहिँ अलिकति पिछडिएको जस्तो मलाई फिल भइरहेको छ। किनभने योभन्दा अगाडि पनि 3-4वटा नेवारी गाना पनि खेलिसकेको छु, फिल्म पनि गरिसकेको छु। खेल्ने मात्रै भइरहेको छ। अरू भाषाको गाना जस्तो अगाडि आउँदैन, मिडियामा पनि अगाडि आउँदैन, टेलिभिजनमा पनि अगाडि आउँदैन होइन। मैले पनि यसमा फोर्स गरिरहेको छु किन यो यस्तो हुन सकेको छैन भन्ने कुरा लागिरहेको छ। सायद अब नयाँ साल पनि लागिरहेको छ, नयाँ सालमा हुन्छ जस्तो लाग्छ यो साल। थ्याङ्क यू। एकदमै मिठो रोमान्टिक गीत छ। प्रकाश दाईले लेख्नु भएको छ, प्रकाश दीप श्रेष्ठ निल साथीले कम्पोज गर्नुभएको छ। एकदमै मिठो कम्पोजिसन बनेको छ। तर मलाई यो क्षेत्रमा चाहिँ यो नेवारी फिल्ममा चाहिँ निल साथीजीले नै मलाई एकदम हौसला दिएर यो नेपाल भाषामा चाहिँ किन विभिन्न भाषामा गरेको छु। अहिलेसम्म गीतहरू मैले 200+ गाइसकेका छु। तर नेवारी गीत चाहिँ गाएको थिएँ। म पनि आफै नेवारी कल्चरलाई पनि गर्नु पऱ्यो त योगदान त केही भन्नु एकदमै कस्तो मिठो शब्दहरू राखेर लेखिदिनु भएको छ। एकदमै खुसी लागेको छ। अनि पत्रकार साथीहरू बिना त झन् हाम्रो काम अधुरै हुन्छ। त्यो बाहिर ल्याइदिनु भएन भने हामी अधुरै हुन्छौँ उहाँहरू बिना। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि एकदमै छुटाउनै नहुने कुरा चाहिँ मैले सानो बेलादेखि पर्दामा देखिरहेको अनि आज यसरी सँगै काम गर्न पाउँदा, दाइसँग भिडियो खेल्न पाउँदा एकदमै खुसी लाग्छ। धेरै धेरै धन्यवाद दिन चाहन्छु। भूपेन्द्र दाइले मिठो एरेन्ज गरिदिनु भएको छ, गिटार बजाइदिनु भएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। र यहाँ आउनुहुने सबै कलालाई धन्यवाद दिन चाहन्छु। र मेरो टिमलाई म धन्यवाद नभनी बस्नै सक्दिनँ, किन भन्दा उहाँहरूको सहयोग बिना यो असम्भव थियो। अनि गाउन कम्फर्टेबल हुन्छ, त्यति अभिनयमा नहुँदो रहेछ, गाह्रै हुँदो रहेछ। तैपनि गरेको छु, यसलाई स्वीकार दिनु होला। र आगामी दिनमा पनि नेवारी गीतहरू धेरै गाउने इच्छाहरू छ। सहकार्य गर्दै जानेछु, नेवारी गीतहरू धेरै ल्याउनेछु भन्ने बाचा पनि गर्दछु। र आजको लागि सम्पूर्ण टिमलाई मैले नाम छुटाएँ भने पनि माफ गरिदिनु होला। सबैलाई धन्यवाद दिन चाहन्छु। धन्यवाद। Kumo pali kotong koti bermarga wekal pedilo. Kala di abine kele nyera pada di abine na tunggu. Film kele na artis salam je di film abine na. Ati direction ni na nyewa teham, Nepali teham. Kaisa ki salam National Award na kana director ka. जी ढंगा के लोग चले रहे जी न्योगा पैसों निजे मफुगो चले डाले जी सोना मेरे भी भाषा भाषी थे इन सुया कम मुझे को पैसों देख सा इपी सुया कम मुझे को पैसों चुए सा इन सुया कम मुझे को अभिनय है सा अच्छे को यार जी सोना न्योगा भाई तो निजे की मफुया मुँह मुझे चुराले जी न्योगा थे गाना अनुसार लोकेसन अनुसार गाना पनि एकदम राम्रो भयो। भाषा थुके सङ्गीत विद्वान निल साक्य अथेतु रचनाकार प्रकाश दीप श्रेष्ठ अलि थो अरेन्जना दिम भूपेन्द्र बचाचार्य अलि रेकर्डिङ स्टुडियो साउन्ड निल पाखे नापचाइ फुर्वा तामाङ रेकर्डिस्ट अलि महेश्वर मानराज भण्डारी वेकला थुके चाहिँ मिक्सिङ याना दिगु अलि मास्टरिङ याना दिगु छ अलि भिडियो यो खनागु भाषा अब चाहिँ हाम्रो म्युजिक प्रिमियरको पार रहेको छ र म चाहिँ यता टेक्निकल रूपमा हेल्प गरिराख्नु भएको दाइलाई चाहिँ अनुरोध गर्दछु कृपया प्रोजेक्टरमा बजाइदिनु न।